नमस्कार। परमेश्वर पितालाई धन्यवाद येशू प्रभुको नाउँमा। आज हामी परमेश्वरको वचनमा चङ्गाईको विषयलाई हामी हेर्नेछौँ। चङ्गाईको विषयमा परमेश्वरको वचनले आज हामीलाई कुन प्रकारले आज यो चङ्गाई चाहिँ कसरी हामीले प्राप्त गर्न सक्छौँ भन्ने कुराहरूलाई हामी हेर्नेछौँ। हामी हेर्दै गर्दाखेरि यसैया 53को 5मा यसरी लेखिएको छ, तर उहाँ हाम्रा अपराधको कारण छेडिनुभयो, हाम्रो अधर्मका कारण कुल्चिनुभयो, हाम्रो शान्तिको दण्ड उहाँमाथि पर्यो र उहाँका घाउहरूले हामी निको भएका छौँ। यो चाहिँ पहिले नै परमेश्वरको योजना अनुसार नै है यो हुनेछ भनेर परमेश्वरले राख्नुभएको योजना अनुसार नै यो वचन आएको थियो। त्यसरी नै येशू आउनुभयो, हाम्रो खातिर उहाँले कोर्रा खानुभयो, क्रुसमा टाँगिनुभयो, गाडिनुभयो, बौरी उठ्नुभयो। जब जब हामीले यो वचनलाई हामीले याद गर्छौँ, यसैया 53को 5 अनुसार उहाँले हाम्रो अपराधको कारण छेडिनुभयो, हाम्रो अधर्मका कारण कुल्चिनुभयो, हाम्रो शान्तिको दण्ड उहाँमाथि पर्यो। हामीलाई जुन शान्ति ल्याउनको निम्ति त्यो दण्ड चाहिँ उहाँमाथि पर्यो र उहाँका घाउहरू जसले उहाँले हाम्रो निम्ति त्यो घाउहरू सहनु पर्यो र ती कुराहरूबाट आज हामीहरू निको भयौँ। ती सबै पाप र अधर्मको दण्ड चाहिँ हामीमाथि पर्ने दण्ड उहाँले लिनुभयो र उहाँको धार्मिकताले हामी धर्मी भयौँ र हामी क्षमा भएका छौँ। अनि निर्गमन 15:26ले भन्छ, म परमप्रभु तिमीहरूको चङ्गाई गर्ने परमेश्वर हुँ। परमेश्वरले भन्नुहुन्छ, म परमप्रभु तिमीहरूको चङ्गाई गर्ने छुटकारा दिने परमेश्वर हुँ। अनि भजन सङ्ग्रह 103को 2देखि 3मा परमेश्वरको वचनमा यसरी छ, हे मेरो प्राण परमप्रभुलाई धन्यको भन्, उहाँले तेरा सबै पाप क्षमा गर्नुहुन्छ र तेरा सबै रोगहरू निको पार्नुहुन्छ अरे है। के भन् रे? हे मेरो प्राण, आफ्नै प्राणलाई भन्नुहोस्, हे मेरो प्राण परमप्रभुलाई धन्यको भन्, किनभने उहाँ नै सबै कुरा हुनुहुन्छ। उहाँलाई धन्यको भन्, किनकि उहाँले तेरा सबै पापहरूलाई क्षमा गर्नुहुन्छ। कसले क्षमा गर्न सक्छ? जसले सृष्टि गर्यो उहाँले मात्रै हाम्रा पापहरूलाई क्षमा गर्न सक्छ। अनि क्षमा गर्नुभयो र तेरा सबै रोगहरूलाई निको पार्नुभयो। अनि ती सबै रोगहरूलाई निको पार्न सक्ने, सबैमाथि कृपा गर्न सक्ने कृपालु चाहिँ परमेश्वर हुनुहुन्छ। अनि उहाँद्वारा हामी निको भयौँ। अनि मत्ती 8को 16 र 17लाई हामी यहाँ हेर्न सक्छौँ। अनि उहाँले सबै बिरामीहरूलाई निको पार्नुभयो। जब येशू आउनुभयो अनि उहाँले के गर्नुभयो? सबै बिरामीहरूलाई त्यहाँ चाहिँ निको पार्नुभयो, ताकि अगमवक्ता यसैयाद्वारा भनिएको कुरा पुरा होस्। जसरी यसैया अगमवक्ताले पनि जुन अगमबाणी पहिले नै गर्नुभएको थियो, उहाँ चाहिँ परमेश्वरबाट आउनुहुनेछ अनि शासन उहाँको काँधमा रहनेछ भनेर भनिअनुसार नै आज उहाँले आएर के गर्नुभयो? ती सबै उद्धारको कामहरू गर्नुभयो। अनि उहाँद्वारा चाहिँ धेरै रोगी बिरामीहरू निको पार्नुभयो। अनि ताकि अगमवक्ता यसैयाद्वारा भनेका कुराहरू चाहिँ के भयो? पुरा भयो। परमेश्वरलाई धन्यवाद येशू प्रभुको नाउँमा। अनि यसैया अगमवक्ताद्वारा भनेको कुराहरू पुरा होस् र उहाँ हाम्रा कमजोरीहरूमा उठाइनुभयो र हाम्रा रोगहरूमा बोकाइनुभयो। उहाँले के गर्नुभयो? हाम्रो कमजोरीहरूलाई उठाउनुभयो र हाम्रा रोगहरूलाई उहाँले आफ्नो शरीरमा बोकिकन उहाँले चाहिँ के गर्नुभयो? ती सबै पापको प्रायश्चित, हाम्रो पाप उहाँले बोकिकन हामीलाई चाहिँ के गर्नुभयो? धार्मिकताको मुकुट पहिराइदिनु भयो। अनि त्यसै गरी 5 याकुब है, याकुबमा त्यसै गरी याकुब 5को 14 र 15मा यसरी छ, यदि तिमीहरूमध्ये कोही बिरामी छ भने विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ है। के छ? हामीहरू मध्ये चाहिँ कोही बिरामी हुँदै गर्दाखेरि जब हामीले परमेश्वरमाथि विश्वास राखेर प्रार्थना गर्छौँ, येशूको नाउँमा चङ्गाई बोल्छौँ, अनि त्यहाँ चाहिँ के हुन्छ? अनि प्रभुले, परमेश्वरले उसलाई के गर्नुहुन्छ? उठाउनुहुनेछ, निको पार्नुहुन्छ भनेर याकुब 5को 14 र 15ले भन्छ। अनि यसै गरी यिर्मया 30को 17मा यसरी लेखिएको छ। अनि यिर्मया 30को 17मा यसरी लेखिएको छ, म तिमीलाई स्वास्थ्य दिनेछु है। म तिमीलाई
स्वास्थ्य दिनेछु र तेरा घाउहरू निको पार्नेछु। म तिमीलाई स्वस्थ दिनेछु र तिमीहरूको घाउ निको पार्नेछु भन्नुहुन्छ परमप्रभु है। परमप्रभुले के भन्नुहुन्छ? म तिमीहरूलाई स्वस्थता दिनेछु र तिमीहरूको घाउहरूलाई निको पार्नेछु, परमप्रभु भन्नुहुन्छ। यसरी चङ्गाईको वचनद्वारा चाहिँ आज हरेक शरीरको चङ्गाई मात्र होइन, तर मन र आत्माको पनि चङ्गाई परमेश्वरले दिनुहुन्छ। अनि विश्वास, प्रार्थना र परमेश्वरमाथिको भरोसाबाट मात्रै के हुन्छ? चङ्गाई प्राप्त हुन्छ। शरीरको चङ्गाई, आत्माको चङ्गाई, रोग बिरामीबाट चङ्गाई गर्ने परमेश्वर जो स्वयं सृष्टिकर्ता परमेश्वरलाई आज हामीले पाएका छौँ। परमेश्वर पितालाई धन्यवाद येशू प्रभुको नाउँमा भन्दै यी वचनहरूद्वारा हजुरहरूको जीवनमा पनि चङ्गाई परमेश्वरले गरिसक्नु भएको छ। हजुरहरूलाई रोगी बिरामी अवस्थामा हुनुहुन्छ, यी वचनहरूलाई दाबी गर्नुहोला र यी वचनहरूलाई घोषणा गर्नुहोला। परमेश्वरले मेरा सबै दुर्बलताहरू हटाउनु भयो, उहाँले खाएका के कोर्राको चोटले म निको भएको छु, उहाँले बगाएका ती रगतद्वारा म धर्मी भएको छु भनेर घोषणा गर्नुहोला। र हामी येशूको धार्मिकताले धर्मी भइकन येशूले खाएको कोर्राको चोटले हामी निको भएका छौँ र परमेश्वरको धार्मिकता हाम्रो जीवनमा एउटा उज्यालो प्रकाश बोकेर आएको छ। परमेश्वरलाई धन्यवाद येशू प्रभुको नाउँमा भन्दै हुन्छ। सबैलाई परमेश्वरले सहायता गर्नुभएको होस् भन्दै हुन्छ। हस्त नमस्कार।